नमस्कार सबैलाई। आज हामी काठमाडौँको टोखा गेटबाट नुवाकोटमा रहेको निकै सुन्दर र पछिल्लो समयमा चर्चामा आएको लौके झरना घुम्न निस्किएका छौँ। यदि तपाईँ पनि काठमाडौँ वरिपरि एक दिनको छोटो र रमाइलो ट्रिप गर्न खोजिरहनु भएको छ भने आजको यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अब सुरु गरौँ हाम्रो यात्रा। हामी अहिले टोखा गेटबाट अगाडि बढ्दैछौँ। टोखा हुँदै जोरतर्फको बाटो समातेर अगाडि बढ्नुपर्छ। सहरको भिडभाड बिस्तारै पछाडि छोड्दै जाँदा बाटो पनि खुला हुँदै जान्छ र वरिपरि हरियाली देखिन थाल्छ। अब हामी जोर क्षेत्र पार गरेर अझै अगाडि गुर्जे भन्ज्याङतर्फ लाग्दैछौँ। अझ माथि पुग्दै जाँदा वातावरण पनि चिसो र शान्त हुँदै जान्छ। अब हामी आइपुगेका छौँ गुर्जे भन्ज्याङ। यो ठाउँ काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र पनि हो। यहाँबाट अगाडि बढेपछि हामी नुवाकोटतर्फ प्रवेश गर्छौँ। अबदेखि बाटो ओह्रालो हुँदै छहरेतर्फ लाग्छ। गुर्जे भन्ज्याङ पार गरेपछि अब हामी नुवाकोटतर्फ ओह्रालो झर्दैछौँ। बाटोभरि हरियाली, जङ्गल, गाउँघर र डाँडाकाँडाको दृश्यले यात्रालाई झनै रमाइलो बनाउँछन्। केही ठाउँमा बाटोको अवस्था अलि कच्ची वा बिग्रिएको पनि हुन सक्छ। त्यसैले सवारी साधन चलाउँदा भने सावधानी अपनाउनु होला। अब मुख्य बाटोमा अगाडि बढ्दै गर्दा लौके झरना तथा थानापति मन्दिर जाने सङ्केत बोर्ड भेटिन्छ। यही ठाउँबाट हामी मुख्य सडक छोडेर झरनातर्फ जाने बाटो समात्छौँ। यहाँबाट अगाडिको बाटो अलि साँघुरो र ग्रामीण शैलीको हुन्छ। त्यसैले बिस्तारै यात्रा गर्नु राम्रो हुन्छ। अब हामी झरनाको नजिक पुगिसकेका छौँ। गाडी वा बाइक राखेर अब केही दूरी पैदल हिँडेर झरनातर्फ जानुपर्ने हुन्छ। पैदल बाटोमा जङ्गल, खोल्सा र वरिपरिको प्राकृतिक वातावरणले छुट्टै आनन्द दिन्छ। यतातिर चाहिँ सुन्तला फार्म रहेछ। महान सुन्तला। झरना पुग्यो है। फर्स्ट भ्यू झरनाको। वाह, डेन्जर। पहिलो पटक झरना आँखै अगाडि देख्दा साँच्चीकै निकै शानदार महसुस हुन्छ। ठुलो चट्टानबाट तलतिर खसिरहेको पानी, वरिपरिको हरियाली र झरनाको आवाजले यहाँको वातावरण नै अर्कै बनाइदिन्छ। यो झरना ठुलो छहरे अर्थात् लौके झरना भनेर पनि चिनिन्छ। लौका आकार जस्तो देखिने भएकाले यसलाई लौके झरना भनिएको बताइन्छ। झरनाको उचाइ र पानीको बहावले यसलाई अझै आकर्षक बनाइएको छ। बर्खायाममा पानीको बहाव झनै शानदार देखिन्छ र कहिलेकाहीँ झरनामा इन्द्रणी समेत पनि देखिन सक्छ। काठमाडौँको व्यस्त जीवनबाट केही समय टाढा भएर प्रकृतिसँग रमाउन चाहनुहुन्छ भने लौके झरना निकै राम्रो गन्तव्य हुन सक्छ। तर झरनाको ढुङ्गा चिप्लो हुन सक्ने भएकाले धेरै नजिक गएर जोखिम नलिनु होला। सुरक्षित ठाउँबाटै झरनाको मजा लिनु सबैभन्दा राम्रो हुन्छ। यति सुन्दर ठाउँसम्मको हाम्रो आजको यात्रा तपाईँहरूलाई कस्तो लाग्यो? भिडियो मन परे लाइक, कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नुहोला। अर्को नयाँ ठाउँको यात्रामा फेरि भेटौँला। जय नेपाल, जय यात्रा।